नमस्कार अनि स्वागत छ। आज म तपाईहरूलाई नेपालका राष्ट्रिय पुरस्कारहरूको बारेमा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भएको छु। तपाईले यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईले बिर्सन खोज्दा पनि बिर्सनै नसक्ने गरी सम्झिनुहुनेछ। अब सुरु गरौँ मदन भण्डारी पुरस्कारबाट। मदन भण्डारी पुरस्कार 2082। यो पुरस्कार प्राप्त गर्ने व्यक्ति चाहिँ आङ छिरिङ शेर्पा। अब यसलाई कसरी सम्झिने भन्दा मदन भण्डारीको भाषण सुन्दा के हुन्छ त आङ जिरिङ्ग हुन्छ भनेपछि सकियो। त्यसपछि हामी जान्छौँ बिजुली माया वन अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार 2082। यसको प्राप्त गर्ने व्यक्ति चाहिँ किरण खरेल। अब यसलाई कसरी सम्झिने त भन्दा बिजुली भन्ने बित्तिकै बिजुलीको चिम सम्झिने। बिजुलीको चिमले के गर्छ, किरण, प्रकाशको किरणहरू दिन्छ भनेर किरण खरेल भनेर सम्झिन सक्छौँ। त्यसपछि हामी चर्चा गर्छौँ साहित्य पुरस्कार 2082 जसलाई नीलकण्ठ नेउपानेले प्राप्त गरेका छन्। अब नीलकण्ठ नेउपाने भन्ने बित्तिकै हामी चाहिँ नीलकण्ठ भन्ने नामको पछाडिको दुईवटा अक्षर कण्ठ भन्ने शब्दबाट दुईवटा अक्षर झिक्छौँ। त्यसपछि साहित्य पुरस्कार। अब साहित्यलाई के गर्छौँ त, साहित्यलाई कण्ठ गर्नुपर्छ भनेर नीलकण्ठ नेउपाने साहित्य पुरस्कार भनेर सम्झिने। त्यसपछि हामी चर्चा गर्छौँ धिमाल युवा प्रतिभा पुरस्कार जसलाई प्राप्त गर्ने चाहिँ डाक्टर सजना धिमाल। डाक्टर सजना धिमाल। अब धिमाल भन्ने बित्तिकै हामी हिमाल भन्ने सम्झ्यौँ। हिमाल। अब हिमाललाई के गरिन्छ, हिमालको फोटोहरू ल्याएर कोठामा टाँसिन्छ कोठो सजाउनको लागि, कोठालाई सुन्दर बनाउनको लागि, सजाउनको लागि प्रयोग गरिन्छ भनेर चाहिँ डाक्टर सजना धिमाल। सजना भनेपछि सजाउन प्रयोग गरिन्छ भनेर सम्झिने। त्यसपछि हामी जान्छौँ उत्तम शान्ति पुरस्कार। उत्तम शान्ति पुरस्कारमा चाहिँ प्राप्त गर्ने व्यक्ति जीवा लामिछाने है। उत्तम शान्ति पुरस्कार 2081 हो है। यो चाहिँ जीवा लामिछाने हुन् प्राप्त गर्ने। जीवा लामिछाने भन्ने बित्तिकै यहाँ जीवा भन्ने शब्द र उत्तम शान्ति भन्ने शब्दबाट हामीले शान्तिका लागि जीवको हत्या नगरौँ भन्ने नारा चाहिँ उत्तम हुन्छ भनेर सम्झिने। शान्तिका लागि जीवको हत्या गर्नु हुँदैन भनेर जीवा लामिछाने भनेर सम्झिने। मदन पुरस्कार 2081 कसले प्राप्त गरे त? मदन पुरस्कार 2081 छुदेन काबीमा। छुदेन भन्ने बित्तिकै छुन्छ त कसैले? छुँदैन नि त, छुँदैन। छुदेनलाई छुँदैन कसैले। कसलाई छुँदैन त भन्दा मदन पुरस्कार प्राप्त गर्ने व्यक्तिलाई छुँदैन कसैले। सक्छ त कसैले? सक्दैन भने जस्तै छुन्छ त कसैले? छुँदैन। अब मानश्री पुरस्कार 2082 कसले प्राप्त गरे भन्दा तोया गुरुङ। तोया गुरुङ। अब यसलाई कसरी सम्झिने? मानश्री, मान, बालबालिकालाई मान्ने बनाउनको लागि टोय दिनुपर्छ। TOY टोया भन्ने शब्दबाट अगाडि TOY टोय भन्ने सम्झिने। बालबालिकालाई मनाउनको लागि, मान्नको लागि के दिनुपर्छ? टोय दिनुपर्छ भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ विनय कसजु बाल साहित्य सम्मान पुरस्कार 2082। विनय कसजु बाल साहित्य पुरस्कार 2082 है। यो चाहिँ प्राप्त गर्ने व्यक्ति शान्तदास मानन्दर। अब यसलाई कसरी सम्झिने त भन्दा बालबालिकालाई शान्त राख्नको लागि विनय गर्नुपर्छ, अनुरोध गर्नुपर्छ, विनय गर्नुपर्छ भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ वसुन्धरा पुरस्कार 2082। वसुन्धरा पुरस्कार 2082 प्राप्त गर्ने व्यक्ति तुलसी दिवस भन्ने व्यक्ति हुन्। तुलसी है। अब वसुन्धरा भन्ने बित्तिकै बास्ना सम्झिने। बास्ना आउँछ। के को बास्ना आउँछ? तुलसीको बास्ना आउँछ भनेर सम्झिने है। तुलसीको बास्ना आउँछ। त्यसपछि अब कमल राष्ट्रिय सुकर्मा पुरस्कार कसरी सम्झिने? कमल राष्ट्रिय सुकर्मा पुरस्कार 2081 प्राप्त गर्ने व्यक्ति चाहिँ साहित्यकार मोहन दुवाल हुन्। मोहन दुवाल। अब यो कमल राष्ट्रिय सुकर्मा पुरस्कारबाट हामीले
कमल भन्ने शब्द कमल र मोहन भन्नेबाट मन भन्ने सम्झ्यौँ। मन के पर्छ? मन चाहिँ मन दुलो पर्छ, मनमा चाहिँ मनमा दुलो बन्छ। कमल मन चाहिँ के हुन्छ? जसको कमल मन हुन्छ त्यसको मन चाहिँ दुलो पर्छ भनेर सम्झिने। भैरव पुरस्कार 2082 कृष्ण प्रधानले प्राप्त गरे। अब यसलाई कसरी सम्झिने? भैरव भनेको भाइले रब गरे के, भाइले रब गरे गालामा। अब अनि कृष्ण प्रधानलाई कसरी सम्झिने? भाइले रब गरेर किस खाए भनेर सम्झिने। कृष्ण प्रधानलाई किस, भाइले रब गरे अनि किस खाए। अब भैरव वाङ्मय पुरस्कार छ। वाङ्मय पुरस्कार भन्ने बित्तिकै बाङ्गो भनेर सम्झिने। वाङ्मय पुरस्कार हरिप्रसाद शर्माले प्राप्त गरे। अब बाङ्गो चाहिँ भाइले बाङ्गो गरे केलाई त? हरिया हरिया रुखहरूलाई, हरिया हरिया बाँसहरूलाई बाङ्गो गरे भनेर सम्झिने। त्यसपछि अर्को छ भैरव प्रतिभा पुरस्कार। प्रतिभा पुरस्कार भन्ने बित्तिकै भाइको प्रतिभा चाहिँ के भयो त? बिबिसीमा प्रस्तुत भयो। विवश पोखरेल भाइ भैरव प्रतिभा पुरस्कार चाहिँ विवश पोखरेल भनेर सम्झिने। त्यसपछि अर्को पुरस्कार छ गोपाल प्रसाद रिमाल पुरस्कार। गोपाल प्रसाद रिमाल पुरस्कार प्राप्त गर्ने व्यक्ति कवि मन्जुल हुन्। कवि मन्जुल। अब गोपाल प्रसाद रिमालको गो र अनि रिमालको रि, गोपालको गो र रिमालको रि गोरी भनेर सम्झिने। गोरीले मन्जुल भन्ने शब्दलाई मन्जुल भनेपछि मञ्जन गरेको, गोरी मान्छेले के गरेको? मञ्जन गरेको सम्झिने। अनि त्यसरी चाहिँ भैरव प्रसाद रिमाल पुरस्कार कसले प्राप्त गरे त भन्दाखेरि कवि मन्जुलले प्राप्त गरे। त्यसपछि अब हामी एकैछिन यसलाई टेस्ट गर्छौँ, रिपिट गर्छौँ। यसलाई चाहिँ कसरी सम्झिने, कसरी सम्झ्यौँ त हामीले यसलाई रिभिजन गर्छौँ है त। मदन भण्डारीको भाषण सुन्दा के भयो रे? हामी सुरुको कुरामा जाँदैछौँ। के भयो? मदन भण्डारीको भाषण सुन्दा आङ जिरिङ्ग भयो भनेर सम्झिने। के भयो त? मदन भण्डारी पुरस्कार चाहिँ आङ छिरिङ शेर्पा। त्यसपछि मदन पुरस्कार पाएकाले अरूलाई के गर्दैनन् रे? के गर्दैनन् रे? छुँदैन, कसैले छुँदै सक्दैन, छुँदैन काबीमा भइहाल्यो। अनि साहित्यमा के परिन्छ? के पारिन्छ त? के पारिन्छ भन्दा कण्ठ पारिन्छ, नीलकण्ठ भन्ने नाम सम्झिने। अनि बिजुलीको के आउँछ रे? बिजुलीको किरण आउँछ, किरण आउँछ भनेर किरण नाम सम्झिने। त्यसपछि धिमाललाई चाहिँ हिमाल बनाएर हिमालको फोटो कहाँ के गर्न राखिन्छ त? सजाउन राखिन्छ भनेर सम्झिने। अब मानश्री भनेपछि बच्चालाई मान्नका लागि के दिने? टोय दिने, तोया भन्ने सम्झिने त्यसबाट। अनि उत्तमका लागि के नकाट्ने त? जीव जन्तु नकाट्ने भनेपछि जीवा लामिछाने भन्ने सम्झिने। वसुन्धरा भन्ने बित्तिकै वसुन्धरा बास्ना के को आउँछ त? तुलसीको बास्ना भनेर सम्झिने। अब हामी चर्चा गर्छौँ राष्ट्रिय चलचित्र पुरस्कार 2082 कुन चलचित्रले प्राप्त गर्यो त भन्दा सामबाला। अब सामबाला कसरी सम्झिने त भन्दा हामी चलचित्र कति बेला हेर्छौँ? शाममा हेर्छौँ। शाम भनेको साँझ हो। हिन्दीमा चाहिँ शाम भनेको साँझ। अनि हामी कुरा गर्छौँ अब सङ्गीततर्फ दीर्घकालीन सम्मान 2082 कसले प्राप्त गरे त भन्दा दीप श्रेष्ठले। दीप श्रेष्ठ दीर्घकालीन सम्मान दीबाट अनि दीप श्रेष्ठ दीबाट दिदी भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ पद्मश्री साहित्य पुरस्कार 2082 कसले प्राप्त गरे त भन्दा रमेश भुषालले। अब पद्मश्री भनेको पद्मासन, पद्मासन भनेको यस्तो योगा गर्दा चाहिँ बस्ने आसन। पद्मासनमा चाहिँ को बसेर पढ्दैछन् त? रमेश परसाई बस्दैछन् पद्मासनमा बसेर चाहिँ पढ्दैछन्, साहित्यका किताबहरू पढ्दैछन् भनेर सम्झिने। त्यसपछि अर्को छ पद्मश्री साधना पुरस्कार छ। साहित्य पुरस्कार रमेश भुषाल भइहाल्यो। अब साधना पुरस्कार पद्मश्री साधना पुरस्कार 2082 चाहिँ रमा शर्माले प्राप्त गरे। अब पद्मासनमा बसेर साधना गरेको रमाएको अनि शर्माएको भनेर सम्झिने। त्यसपछि चाहिँ अर्को छ पद्मश्री गौरव पुरस्कार। पद्मश्री गौरव पुरस्कार चाहिँ 2082 प्राध्यापक डाक्टर अभिनारायण सुवेदीले प्राप्त गरे। यसलाई कसरी सम्झिने भन्दा चाहिँ पद्मश्री भनेको पदमा गएपछि चाहिँ गौरव गर्छन् नि। हाम्रा केही गौरव गर्न लायक नेताहरू पनि छन् जो हाम्रा जस्तो महावीर पुन, जगदीश खरेल लगायतका नेताहरू अहिले पदमा गएर गौरव त गरे। कहिले गरे त? भर्खरै अभि नारायण सुवेदी भन्दाखेरि अभि गौरव गर्न लायकका केही छन् भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ
ग्रामीण पत्रकारिता पुरस्कार 2082 जो चाहिँ गोविन्द भट्टराईले प्राप्त गरे, यसलाई कसरी सम्झिने? अब पत्रकारहरू ग्रामीण ठाउँमा गएपछि के कुरा देखाउँछन् त? गोबी फलेको अनि गोबी तरकारी फलेको देखाउने कुरा गर्छन् भनेर सम्झिने। त्यसपछि जगदम्बा श्री पुरस्कार 2081 कसले प्राप्त गरे? प्रेमदेव गिरीले। अब कसरी सम्झिने यसलाई? यज्ञमा बसेपछि के हुन्छ? प्रेम हुन्छ। यज्ञमा बसेपछि प्रेम हुन्छ भनेर जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरी भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ महामूर्ख उपाधि 2081 कसले प्राप्त गरे त भन्दा सतीश कुमार कार्की। अब मूर्ख को हो त भन्दा सतीमा जो पनि अहिले पनि सतीमा जाने कुरा गर्छ त्यो चाहिँ के हो त? मूर्ख मान्छे हो भनेर सम्झिने। त्यसपछि कुरा गर्छौँ हामी बानिरा प्रज्ञा पुरस्कार। बानिरा प्रज्ञा पुरस्कार 2081 कसले प्राप्त गरे? रामकुमार पाण्डे। अब यसलाई कसरी सम्झिने? बानिरा भनेपछि रा अन्तिममा आउँछ, त्यहीबाट चाहिँ रामकुमार भइहाल्यो। प्रज्ञा भन्ने शब्द प्रबाट आउँछ, त्यसैले चाहिँ पाण्डे भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ बानिरा शङ्कर पुरस्कार 2081। बानिरा शङ्कर पुरस्कार 2081 चाहिँ कसले प्राप्त गरे भन्दा शशी शाह। यसलाई कसरी सम्झिने? हामी बानिरा शङ्कर भन्ने शब्दको सबाट सुरु गर्छौँ, सबाट चाहिँ शशी शाह भनेर सम्झिने। त्यसपछि हामी कुरा गर्छौँ पहिचान युवा सम्मान पुरस्कार गणेश कुमार राईले प्राप्त गरे। अब युवाहरूको पहिचान भएन भनेर त्यो चाहिँ विश्वास, त्यो भनाइ के भएको छ त? गढेको छ। कहाँ गढेको छ त? राईहरूको समाजमा गढेको छ भनेर सम्झिने। त्यसपछि कुरा गर्छौँ पहिचान सम्मान पुरस्कार कसले प्राप्त गरे? तिल विक्रम नेमाङ। अब के को सम्मान गर्नुपर्छ त? तिलको पहिचान गर्नुपर्छ भनेर सम्झिने। तिलको पहिचान गर्नुपर्छ र त्यसको सम्मान पनि गर्नुपर्छ भनेर सम्झिने। त्यसपछि अर्को छ सडानन्द राष्ट्रिय पुरस्कार कसले प्राप्त गरे? यो पनि तिल विक्रम नेमाङले। अब सडेपछि के हुन्छ? सड्छ के? सडेपछि के सर्छ त? तिल सर्छ क्या, तिल सर्छ भनेर तिल के हुन्छ? धेरै समय राख्यो भने सर्छ भनेर सम्झिने। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक अनि मिठो कमेन्ट गर्न नभुल्नुहोला। साथसाथै तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर नजिकै रहेको बेल आइकन पनि दबाउन नबिर्सिनुहोला।